सबैजनालाई स्वागत छ। आज चाहिँ म आनसानमा रहेको समुद्रबाट सनराइज हेर्नुको लागि चाहिँ एकदम बिहानै 5:30 बजे उठेर पश्चिमतर्फ लाग्दैछु। सो म चाहिँ आउँदै आधी बाटो जस्तो भनौँ आइपुगेँ। झन्डै आधी घन्टा लाग्यो र त्यो साइडमा चाहिँ सनराइज हुँदैछ। हल्का के भन्छ रातो रातो कलरको रङ हुँदैछ त्यहाँ चाहिँ। त्यो साइडबाट चाहिँ के हुन्छ सनराइज हुने हो। सो म अहिले जाँदै गरेको चाहिँ वेस्ट पश्चिमतर्फ जाँदैछु। म आएको पनि त्यतै बाटो हो। त्यो साइड चाहिँ हल्का के भन्छ रातो रातो सनराइज हुन थालिसक्यो। सो अनि टुडे इट्स सो क्लाउडी, एकदम धेरै बादल रहेछ र भने जस्तो के भन्छ सनराइज चाहिँ देख्नु नपाएला जस्तो छ। अलरेडी बिगिनिङ, सो लेट्स गो। जाँदाखेरि चाहिँ देखिएको लाइनतिर जानुपर्ने हो। म चाहिँ एकदम टाढो रहेछ। साइकलमा चाहिँ 1.5 घन्टाभन्दा बढी देखाएको थियो। एकदम टाढो रहेछ, सायद पुगिन्छ जस्तो छैन। हेर्दै जाउँ। दिस साइड इज अलरेडी के भन्छ येल्लो पार्ट भइसक्यो, फुलिसक्यो, उज्यालो भइसक्यो। तर ट्राफिक लाइटले लास्ट लाइन गर्दो रहेछ। मेरो चाहिँ यहीँ उज्यालो भइसक्यो। मैले भने जस्तो सोचे जस्तो नहोला जस्तो छ। आज उज्यालोलाई छोडेर अन्धकारतर्फ अगाडि लाग्दैछु। पछाडि चाहिँ उज्यालो हुँदैछ, अन्धकारतिर लाग्दैछु म चाहिँ। मैले थोरै बाटो मिस्टेक गरेँ जस्तो छ। अलि भित्र साइड सिधे जस्तो छ। साइकल लेन छोडेर म्यापमा हेरी हिँडेको थिएँ मैले चाहिँ। त्यही भएर हल्का ट्राफिकमा परिरहेछ यो सिग्नलमा। अब त्यही भएर लेट होला जस्तो छ। फेरि यहाँ पनि लाइट छ, पर्खिन पऱ्यो अब। यहाँ पनि लाइट छ। यस्तो सिग्नल चाहिँ 4वटा भयो अहिलेसम्म पर्खेको। यो टाइम वेस्ट भइसक्यो। अनि यता पछाडि हेर्नु छ भने चाहिँ पुरा उज्यालो भइसक्यो, घाम लागिसक्यो पछाडि। मैले सोचेको ठाउँमा नपुग्ने भएँ। छिटो खुल्न हौ। चाहिँ एकदम बाटो थोरै छोडेको कारणले यो के अरे ट्राफिक लाइटमा एकदम धेरै टाइम बर्बाद भयो। उज्यालै भइसक्यो। अघि पुरा रात परिरहेको थियो। उज्यालो त हुने नै हो है, तर पनि अलिक चाहिँ ढिलै भयो क्या। यो साइड चाहिँ उज्यालो भइसक्यो। म यति टाढो आएँ है, यति टाढो आएँ एन्ड वेदर इट्स सो क्लाउडी। पानी पर्ला जस्तो के बादल लागिरहेको रहेछ, केही नदेखिने। अनि मैले यहाँदेखि लगभग यहाँ म आएको 1.5 घन्टा भयो। अनि यहाँदेखि मैले हेरेको के अरे साइकलमा अब कति टाइम लाग्छ होला भनेर। यसमा चाहिँ के देखाइरहेको छ भन्दाखेरि अझै 1 घन्टा 20 मिनट देखाइरहेको छ क्या। सो आई एम नट गोइङ देयर बिकज घाम झुल्केर माथि पुगिसक्यो र नदेखिने पनि रहेछ। आज अलिक ढिला पनि भयो। साइकलमा अलिक टाढा नै हुने रहेछ त्यो चाहिँ। सो त्यही भएर म आज गइनँ, म रिटर्न जाँदैछु। किनभने साइकल मेरो पनि होइन,
यता सोल्टीहरूको साथीको, त्यही भएर म चाहिँ फर्किने विचार गरेँ। त्यस्तै हो। सो आइएम हियर। अनि म आएको चाहिँ कहाँबाट भन्दाखेरि लगभग हो यो बिल्डिङ छ, त्यो बिल्डिङ, यो सानो बिल्डिङ होइन, यो बिल्डिङ हो। यो बिल्डिङको छेउमा चाहिँ हामी ब्याडमिन्टन खेल्न आउँछौँ भन्नेसँग चाहिँ अहिले यहाँ छ। सो यस्तो छ। अनि म सूर्योदय हेर्न आएको मान्छे, यस्तो छ हालत। वेदर पानी पर्ला जत्तिकै छ, समुद्र छ यहाँ, यस्तै हो। अहिले चाहिँ म ठ्याक्कै भन्नुपर्दा समुद्रको किनारमा छु। समुद्रको किनारै हो, हेर्दाखेरि समुद्रको किनार जस्तो नदेखिए पनि म चाहिँ आज अरू नै कुरा एक्सपेक्ट गरेर आएको थिएँ यहाँ, तर त्यो कुराको लागि अलिक टाइम लाग्ने भयो, अलिक टाढा जानुपर्ने भयो, अलिक गाह्रो पनि हुने भयो। त्यसै कारणले म चाहिँ त्यो ठाउँमा गइनँ। त्यसलाई छोडेर मैले चाहिँ यही ठाउँमा एकैछिन आराम गर्ने विचार गरेँ, आराम गरेर फर्किने विचार गरेँ। र आज म के को लागि हिँडेको भन्दाखेरि चाहिँ आज म भन्नुपर्दाखेरि चाहिँ मैले म हिजो मैले बेलुका सोचेको कुरा भन्नु पऱ्यो त पहिला, त्योभन्दा पहिला कुरा काटेर। सो हिजो बेलुका चाहिँ मैले के सोचेको थिएँ भन्दाखेरि 11 बजीतिर सुत्नुभन्दा अगाडि भोलि चाहिँ म बिहानै उठ्छु, बिहानै उठेर बस चढेर उता के भन्छ ट्रेन स्टेसन जान्छु, त्यहाँबाट सबवे चढेर माथि सौलमा रहेको एउटा पहाड रहेछ, हो त्यो पहाड चाहिँ म लगभग 8-9 बजीतिर पुगेर त्यहाँदेखि चाहिँ पहाड चढ्छु भनेर मैले सोचेको थिएँ। तर बिहान अल्छी लाग्यो भन्दा पनि यसो दाइहरू हुनुहुन्थ्यो, दाइहरूलाई नभनी जान पनि अलिक कस्तो लाग्यो क्या। अब दाइहरू पनि जाने मन हो कि बा भनेर मैले चाहिँ बिहानै उठेर चाहिँ त्यसलाई क्यान्सल गरेँ। मैले 5 बजेको अलार्म लगाएको थिएँ, म उठेँ पनि त्यस पछाडि मलाई निद्रा लागेन, जाउँ कि नजाउँ हो, अनि गइनँ। त्यस पछाडि फेरि मैले यहीँ नजिकै समुद्र छ, अब समुद्रबाट त सनराइज राम्रो देखिन्छ र मैले लगभग यसरी घाम झुल्केको नदेखेको चाहिँ 1 वर्षै भयो भनौँ झन्डै है। देख्नु चाहिँ देखिहाल्ला 1-2 चोटि, तर यसरी देखेको छुइनँ। मतलब मन लागेरै घाम के अरे राम्ररी देख्न पाएको छैन भनौँ है। र आज पनि मैले देख्न पाइनँ मजाले राम्ररी, त्यही हो। अनि म चाहिँ यो समुद्रको किनार, यो समुद्र नै हो है, तपाईँहरूले एक्सपेक्ट गर्नु खोज्नुभएको जस्तो समुद्र चाहिँ छैन। तर म चाहिँ आज जानु खोजेको चाहिँ अलिक पर हो, अलिक टाढो, त्यहाँ चाहिँ यसो पार्क जस्तो ठाउँ पनि छ र थिएछ। अनि म चाहिँ त्यहाँ जान्छु भनेर सोचिरहेको थिएँ, तर भएन, एकदम टाढो। यहाँदेखि पनि यहाँ अझै पर 10 मिनट परदेखि हेरेको, त्यहाँदेखि पनि 1 घन्टाको टाइम देखाइरहेको थियो। त्यही भएर चाहिँ मैले त्यो ठाउँमा गइनँ, यहीँ एकछिन आराम गर्छु, रेस्ट गर्छु, अनि फर्किन्छु भन्ने विचार गरेको छु। सो भन्नुपर्दा मैले त्यो जुन साइकल ल्याएको छु, त्यो साइकल ल्याउने मान्छेलाई पनि थाहा छैन मैले उसको साइकल ल्याएको छु भनेर। मैले म्यासेज चाहिँ गरेको थिएँ। सो त्यही हो, यहाँबाट चाहिँ जे होस् राम्रै देखिरहेछ, आनन्दै आइरहेछ यतिको है,
ठिकै छ। अनि मैले भन्नुपर्दा साइकल चाहिँ माथि पार्क गरेर राखेको छु, चाबी लगाएको छैन, तर हराउँदैन होला। सो एकैछिन बसौँ है। यहाँ चाहिँ यहाँबाट चाहिँ सनराइजको दृश्य, सूर्योदयको दृश्य खासै देखिएको चाहिँ केही छैन। घाम लागिरहेछ, घाम लागिरहेछ अरे, बादल लागिरहेछ, केही देखिएको छैन। तर यहाँ माथि के बनाउँदो रहेछ, त्यसले गर्दा एकदम हल्ला आइरहेछ। अनि एकदम चिसो छ, एकदम धेरै नै चिसो होइन, अब त्यो यतिको चिसै छ ठाउँ अहिले, यतिको चिसै छ भनौँ अहिलेलाई। सधैँ कस्तो हुन्थ्यो थाहा छैन, किनभने बिहान निस्किने गरेको छैन। आज फर्स्ट टाइम हो म यसरी इफोर्ट लगाएर बिहानै निस्केको चाहिँ, आज मेरो फर्स्ट टाइम हो। म आएको चाहिँ ठ्याक्कै कहाँबाट भन्दाखेरि त्यहाँ पर देख्नु भएको छैन, त्यो परको बिल्डिङहरू, त्यो बिल्डिङदेखि पनि अझै 5-10 मिनट पर जानुपर्छ। सो टाढा, खासै टाढा पनि होइन, त्यही हो। सो अब यसो माइक छ, केही कुरा गरौँ न त है। तर मलाई भन्ने पर्दा कुरा बोल्न आउँदैन, कुरा गर्न आउँदैन, लय मिलाउन आउँदैन, त्यही हो। तर मलाई त्यसरी बोल्न मर्न चाहिँ मनपर्छ, तर सिकेको छैन मैले। स्किल मैले इम्प्रुभ गर्न पर्नेछ, तर त्यही हो, साह्रै बेकामै भइहाल्छ। केही पनि कुनै स्किल मैले सिकिरहेको छैन क्या अहिलेको अवस्थामा। मेरो पुरा जिन्दगी बेकारमा गइरहेछ। उमेर गइसक्यो धेरै नै, नत्र एडिटिङ आउँछ, न फोटोग्राफी आउँछ, न भिडियोग्राफी नै आउँछ। अहिलेसम्म केही पनि आएको छैन। एउटा चिज आउँछ, के भन्दाखेरि स्क्रोल गर्ने, त्यो बाहेक अरू स्किल डेभलप गर्न सकिएन। यस्तो अब क्यामेरा किन्न मन लाग्छ, तर मन मात्रै हो है। अब यत्रो फोन छ, यो फोनले पनि झन्डै अब त्यो जतिको त खिच्दैन, र पनि खिच्ने मान्छेले खिच्छ क्या, तर होइन त्यति सकिरहेको छैन। अलिक त अब टाइम पनि दिन पाइँदैन, भन्दा नि टाइम त आफूले निकाल्ने हो, टाइम दिन सकिँदा भन्दा पनि। तर पनि खै के हो, म बोल्न सकिनँ है यसबारे चाहिँ। के भन्ने हो, केले गर्दा मैले मेरो स्किल बढाउन नसकेको भन्ने कुरा चाहिँ थाहा छैन मलाई अझै पनि। न कुनै के भन्छ क्लासहरू लिएको छ, कट 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 कट, यस्तै चलिरहेछ जिन्दगी। ड्युटी गयो, आयो, खायो, रिल्स हेऱ्यो, बेला बेला साथीहरू भेट्यो, रमाइलो गऱ्यो, यसरी नै कटिरहेछ। बट आई हेट द्याट लाइफ। मलाई त्यस्तो जिन्दगी चाहिँ मन पर्दैन है। मलाई एकदम घुम्न मनपर्छ, घुम्दै फिल्म मेकिङ, ट्राभल फिल्म मेकिङ गर्न चाहिँ मनपर्छ मलाई। ट्राभल गर्न सकौँला, तर म यत्रो धेरै बक गर्दैछु, यो चाहिँ जस्ट अरू कसैको लागि होइन, यो चाहिँ जस्ट मेरै लागि हो, फ्युचर सेल्फ। म यसरी पनि घुम्थेँ ओर्थेँ भनेर। यो मैले युट्युबमा पोस्ट गर्नुको कारण चाहिँ कसैले हेरिदियोस्, भ्युज आओस् भनेर चाहिँ होइन। जस्ट किन भन्दा चाहिँ मैले यो उमेरमा चाहिँ, यो टाइममा चाहिँ मैले यस्तो यस्तो गरेको थिएँ, यस्तो मोमेन्टहरू क्रिएट गरेको थिएँ भनेर पछि हेर्छु, जसले गर्दा चाहिँ मेमोरी हुन्छ, मेमोरेबल हुन्छ भनेर चाहिँ मैले यसरी भिडियोहरू बनाएर लाउने गर्छु है। त्यही हो। सो माई फ्युचर सेल्फ,
I don't know where are you and how much succeed you are, but now, till now, I'm still in the bank of समुद्र समुद्रको किनारमा छु म चाहिँ अहिलेसम्म। ठिकै छ, कुनै दिन यो समुद्रको किनारबाट अर्को किनारसम्म पनि पुग्नेछु होला। बोल्न आउँदैन कृपया कोही मान्छेहरूले हेर्दै हुन्छ भने सिरियसली नलिनु होला यो कुरालाई। जस अलिक फ्रेस नै भयो भनौँ, बाहिर आएर कोठामा बस्नु भने त्यही मोबाइल खेलाएर बसिन्थ्यो। ठिक छ, एन्ड सो सरी यो चाहिँ बिग्रेको रहेछ मैले छुइनँ यो। सो एन्ड अदर साइड अफ दिस एउटा यस्तो बनाएर राखेको रहेछ। यो चाहिँ खासमा बच्चाको लागि जस्तो छ तर पनि केही छैन, टच नगरौँ होला। डन्ट टच भनेको रहेछ, तातो रहेछ है। सो म चाहिँ अब रिटर्न जान्छु होला, किनकि एकदम ढिलो त होइन। मैले एउटा कुरा भुसुकै बिर्सेँ, मैले लुगा पनि लगाएको थिएँ वासिङ मेसिनमा, जुन चाहिँ धोइसक्यो होला। त्यहाँ दाइहरू अहिले फेरि ढिलो भने रिसाउने हो कि, ढिलो त भइसक्यो नै। सो अब म चाहिँ जान्छु। चिसो छ, के गर्नु, त्यस्तै हो। यो ठाउँको नाम चाहिँ फेरि मलाई थाहा पनि छैन है, के भन्छ यो ठाउँलाई, के हो यसको नाम भनेर, आई डोन्ट नो। तर थाहा पनि किन हुनु है, थाहा भएर नि के गर्ने हो त। ठिक छ, सो साइकल त्यहीँ छ, लेट्स गो। ह्यान्डसम देखिरहेको छु तर मैले मुखै धुएको छैन है, मुखै धुएको छैन मैले आज। सो हियर इज माई साइकल। सो अब चाहिँ क्यामेरा बन्द हुन्छ।